बस न ए बस बस कति हेर्छस् उत्याको झ्यालबाट हेर्नु है फेरि यताबाट कतिवटा झ्यालबाट हेर्छौ पूर्व पश्चिम आहा के गरिस् ब्रस त गरिस् 1100 में अनलाइन मगाएको छ ऊ त के आयो भाउजूले के लायो गर्मी साह्रै छ ओ धन्यवाद भाउजू धन्यवाद खाने 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 घिच्नु पाउँदा त खाने राम्रो सोच्दा खाने खाना त मलाई दिइहाल्छ नि भाउजूले कसले दिन्छ आफै घिच्न पहिला दियो दिएन नि अब दिन्छ नि त एकछिनमा त्यही कारण भने खाने भाइ खाइहाल्नु यस्तो मौका फेरि पाउँदैन ल ल ल त घिच फेरि राम्रो कुरा मध्ये दाइ सम्झेर खाने ल त खान त तेरै बुढीलाई ऊ त सम्झेर खान यो खाने कुरामा पनि बुढीलाई नै सम्झिनु पर्ने कस्तो के अनि बुढीलाई सम्झिन राम्रो होइन बुढी घरमै छ अब केटी नि अब तेरो कुन चाहिँ केटी थियो तिमीले पनि यसरी दिन्थ्यौ मलाई अब के गर्नु यहाँनिर नवीन दाइकोमा छु खाँदैछु तिम्रो मुखमा पनि एक टुक्रा परोस् चिसो भन्न ए त्यो त खाने कुरामा सोच्नु हुँदैन ए भनेपछि त मतलबै रहेछस् गर्मीमा यस्तो भयो अब म पनि माछा कान्द्रा बुढी बेचेर यस्तै लान्छु भन्छ तपाईँले यो माछा कान्द्रा बुढीको कुरा नगर्नु त आजकल फ्रीमै माग्छ मान्छेले फ्रीमा त दिँदा पनि के हुन्छ त हौ त्यो मान्छे अर्काले जोखेर निक्लेको खतरङ मत्रङ त्यसै गरेर त खतरङ मत्रङबाट चाय नास्ता पैसा उठाउनु परेन अब त्यो त तैँले भन्नु सक्नु पर्यो नि खै मलाई चाहिँ दिएन त आफू चाहिँ आएर ओहो गर्दै निस्किन्छौ त अघि भनेको नै खाने घाममा बस्नु पर्दैन के गर्नु पर्दैन उ पनि घाममा बस्छ न घाममा काम गर्नुपर्छ ए ठिकै भने यो चाहिँ डढ्छ भनेर झन् काले हुन्छ भनेर म पनि घाममा काम बसले प्राय गरेर दिएको गरे क्या बज्या हिँड्न कति खाइरहेको के घिच भनेको पानी हो अनि के आँखा पल्टाइ हेर्छस् मलाई पोचार न तेरो मुखमा जति सक्छौ अझै के भनेको खाना भनेको बाबा त्यो त एउटा नेपाली भनेको के हो नेपाली भाषामा भनेको दाइले भाइलाई भनेको माया गरेर भनेको क्या बुझ्दैनस् हैन खाँदिन खिच भन्दैछु अहिले तेरो ऊ मलाई त्यसरी पनि ल्याइदिन्छ त बुढियाले खै ऊ देखिस् गहिरो बोटकोमा लेख्दा झरी जान्छ भनेर आयो अर्को आयो सुङ्देल आयो चिसो छ चिसो छ ए मुखमा खैनी छ हौ पारो ओ पारो मुखमा खैनी छ हाल्दैन हौ ए कतै यादै रहेछ मुखको तपाईँको के राखिदियो मुखको हालिदिन्छ बेबी नाम बोलेर खाइन्छ अब गुलेर के गर यो त राम्रो खालको है बोक्रा पातलो छ नि त आज के नाम कलुआ के के हो आजको नाम कलुवाको नाम तेरो नाम लियो भने गुल्ली हुन्छ अरे नि त किनभने यो तिमीहरूकै क्षेत्रतिर पाउँछ क्या फल्छ नि त